ल हाम्रो दाइले चाहिँ माछा पर्यो भन्ने सङ्केत दिनुभएको छ। हाम्रो जाल चाहिँ यता आएको छ। थ्यापु रन्के पार्नु आसवाल न। माछा चाहिँ निस्किन्छ निस्किँदैन त्यो चाहिँ थाहा छैन, तर माछा चाहिँ झिक्ने क्रममा हुनुहुन्छ हाम्रो दाइ। झिक्छु भनेर तान्नु भएको छ। हेरौँ माछा आउँछ कि आउँदैन। गयो कि छ हो छ अहिले नि चाल छँदैछ भन्दैछ हाम्रो सिकारी दाइले। माछा देखियो अहिले नै। त्यो सेतो परेर आएको चाहिँ र हालसालै परेको माछा है। एउटाले बल गरेर पुरै बट्टा नि हल्लाइरहेको थियो। यो मासिरको बच्चा हुनसक्छ, मलाई त्यस्तै लागिरहेछ। यहाँ सिङ्ना आइस। गलत छैन म, यो 100% गोल्डेन मासिरको बच्चा हो। गोल्डेन मासिरको बच्चा पर्यो एउटा। त्यसैले हल्लाइरहेको म्याक्सिमम 400 ग्रामको छ यो। ल म क्यामेराम्यान नि देखाउनु पर्यो। ल अब माछा किलाउने कार्यक्रम हुन्छ अनि भिडियो हाल्ने कार्यक्रम हुन्छ। धन्यवाद।